सम्पूर्ण मेरो फेसबुक मित्रहरूलाई स्वागत छ यो मेरो अर्को भिडियोमा र अहिले चाहिँ म पशुपति बजारमा छु र तपाईले देख्न सक्नुहुन्छ म दोकानमा छु। यो दोकान नाम चाहिँ के तपाईको? यहाँ हाम्रो मित्र हुन्छ उहाँले भन्नुहुनेछ। हजुर तपाईको नाम? मेरो गोविन्द कार्की, श्याम इन्टरप्राइजेस, पशुपति नगर। हजुर गाइस सुन्नुभयो होला, यहाँनिर यो दोकानमा त एकदमै खुल्ला छ, राम्रो यो खुल्ला लाग्यो लुगाहरू छ, ज्याकेटहरू साथै यहाँ देख्नुहुन्छ यहाँनिर एकदम ब्रान्डेड छ यहाँनिर लुगाहरू र एकदमै प्राइस पनि तपाईले किन्न सक्ने प्राइसमा दिनुहुन्छ। यो मैले भर्खर जसरी किनेको यो ज्याकेट यही लानु, यही नै सोया मेरो साथै हेर्नुहोस् है भारू 1500 रुपियाँ ज्याकेटको किन्नु भयो भने तपाईँले कम्तीमा पाउनु हुँदैन, तर यहाँ चाहिँ एकदमै मिनिमम प्राइसमा दिनुहुन्छ। यहाँ हाम्रो मित्र एकदम असल हुनुहुन्छ उहाँ र हाम्रो यहाँ साथीले पनि किन्नु हुँदैछ। यहाँ साथी हलो भनिदिनुहोस् गाइस लाग्दा हेलो 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 यो एक्सेल रहेछ नि त चाहिँ साथीहरू यहाँनिर एकदम यहाँ चाहिँ ब्रान्ड लुगाहरू छ। पशुपति बजार हो यहाँनिर। उहाँले चाहिँ हाम्रो मित्रले चाहिँ एकदम राम्रो बेच्नुहुन्छ अनि म प्रायः जस्तो यो दोकानबाट किन्ने गर्छु र तपाईँहरू पनि आउन सक्नुहुन्छ यो दोकानमा र तपाईँले थाहा पाइहाल्नुभयो यो दोकानको नाम। अनि यो चाहिँ जस्ट पशुपति फाटकदेखिको नेपाली इन्डिया बोर्डरदेखिको 1 किलोमिटर मुनि छ र कति बेला तपाईँलाई म बाहिर पनि देखाउन चाहन्छु। यहाँबाट जस्तो यो रोटो कालो आउने पशुपाडाबाट आउने रोटो यो ओह्रालो चाहिँ जाने बाटो यो एकदमै राम्रो छ। यहाँनिर एकदम ब्रान्डेड पाउँछ साथीहरू यहाँनिर। तपाईँले जति प्राइस भन्नु छ त्यो अनुसार तपाईँले यो दोकानमा तपाईँले लुगा पाउन सक्नुहुन्छ र म तपाईँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यो दोकानमा। चलो।